टमाटर देख्न सक्नुहुन्छ। यस्तो यस्तो फलेछ हाम्रो टमाटर। इधर देखिए हेर्नु साथीहरु हाम्रो गोबी यतातिर पात गोबी छ अनि पात गोबी र फूल गोबी छ। अझ फूल हाल्छौं साथीहरु हाम्रो खात खुर्सानीमा। हाम्रो खुर्सानी हेर्नु गाइस। हेलो साथीहरु नमस्कार सबैजनालाई। सबैजना सन्चै आराम हुनुहुन्छ? हामी पनि एकदमै सन्चै आराममा छौं। आज धेरै दिनपछि म फेरि एउटा भिडियो लिएर आइसकेको छु भन्दा पनि आज हामी बुढाबुढी फेरि धेरै दिनपछि फेरि आज हामी बुढाबुढी। यता हेर्न कस्तो राम्रो घाम लागेको छ। हामी छिट्टा बोकेर तरकारी सरकाटीमा खेततिर जाँदैछौँ। यस्तो काम गरे तोरी देख्न सक्नुहुन्छ। हाम्रो तोरी यति राम्रो भएको छ तोरीहरू। हामी जान लाग्छौँ खेततिर। खेतमा आइसकेको छु। हेर्नु हाम्रो तोरीहरू यहाँ त बाजेहरूको अनि त्यतिमा हाम्रो छ। यति छ यहाँ बाट्ने अरू उतातिर छ। अब म जान्छु टमाटर देखाउन। हाम्रो टमाटर हेर्नलाई त्यहाँ पारी पुगिसक्नु भएको। म गएर टमाटर देखाउँछु। र हाम्रो टमाटर कस्तो भएको छ हेर्नु होला है। र टमाटर देख्न सक्नुहुन्छ। यस्तो फलेछ हाम्रो टमाटर। यति पारी यहाँबाट यति लगाएको उता अर्को ठाउँमा फेरि झाल लगाएको। तर यसमा फेरि झाल नलगाएर त्यतिकै ड्याङ बनाएर त्यस्तै गराएको। त्यही पनि फल्न त फलेछ तर धेरै चिसो भएर होला। तर पाकेको छैन अझै। यसले यस्तोमा पनि फलेछ हाम्रो टमाटर। हेर्नु त कस्तो फलेछ। यस्तो फलेछ साथीहरु हाम्रो टमाटर। यस्तो छ। अब म जान्छु उतातिर तरकारीहरू कस्तो छ हाम्रो तरकारीहरू म गएर देखाउँछु। हाम्रो टमाटर इधर देखिए हमारा टमाटर फला हुआ है इतना सारा। तातिर हाम्रो गोबीहरू तरकारी छ। म गएर देखाउँछु। अहिले म आइसकेँ अब गोबी बारीमा। त्यहाँनिर छ हाम्रो गोबी। अनि अहिले यहाँ देख्न सक्नुहुन्छ खुर्सानी छ। अनि यही खुर्सानी टिप्ने हो। पहिला गोबी देखाउँछु ल। हाम्रो गोबी हेर्नु साथीहरु हाम्रो गोबी यो पात गोबी हो। यस्तो यो यतातिर पात गोबी छ। अनि यता ठुलो पात गोबी यता फूल गोबी छ। अझ फूल भएको छैन यति छ तरकारी। त्यहाँ बेच्चा छ। अनि यो फूलकोपी भइगयो। अनि यतातिर फेरि पात गोबी यति छ साथीहरु। कस्तो राम्रो प्यालै छ खेतबारीहरू। यतातिर मम्मी फेरि यहाँ खात हालिरहनु भएको छ खुर्सानीमा। यस्तरी हाल्छौँ साथीहरु हाम्रो खात खुर्सानीमा। यता अन्त मम्मी यता हेर्नु यता मम्मी खात हाल्नुहुन्छ। हामी चाहिँ टिप्छौँ तरकारी खुर्सानी यतै टिप्ने हो। हाम्रो खुर्सानी हेर्नु गाइस यति फलेछ हाम्रो खुर्सानी। अब टिप्ने हो। यस्तो राम्रो फलेछ नि कुरै छोडिदिउँ के। कति राम्रो फलेछ यस्तो राम्रो फलेछ खुर्सानी। एउटा त्यहाँ आइरन भएको छ। अब हामी टिप्छौँ खुर्सानी। हामी चाहिँ उर्केर बेट्री खोज्दै हिँडेछौँ साथीहरु। यति टिपेछौँ देखिएन यति टिपेछौँ। हामी बेट्री टिप्न जाँदैछौँ। बेट्री खोज्नु पर्यो अब बारी हाम्रो घिउ सेमी यस्तो छन्। हामीले यसरी लगाउँछौँ घिउ सेमी चाहिँ।
भर्खर फल्न लाग्छ सानो सानो फल्दैछ कि यत्रो फलिरहेछ भर्खर तिमी यो खायो भने अलिक सरी खायो भने फल्यो भने खाने हो त्यति गरेर खानु त्यहाँ प्यालो तोरीबारीमा कालो मान्छे त्यहाँ टिभी रहनु भएको छ कतिको छ खै कति हो त या यति भाषा बोल्दा म यति भेटा छु हामी चाहिँ यहाँ बेथिसक्दिनु लाग्छन् साथीहरू यतातिर हाम्रो साग देखेछ कि देखेको छैन हाम्रो बेथै टिप्ने बेला भनेर ओखलिने जस्तो भेटिन्छ कि भेटिन अलिअलि छ तपाईँ टिप्नु म बसेर हेर्छु है त्यहाँ यहाँ छ ठुलो ठुलो अलि छ यतातिर बेथु त इधर है ना बेथु इधर है यता देखिए कहीँ छ हाम्रो साग त्यही पनि खसीको यो भन्दा धेरै भइगयो है तर यति भइया छ म देखाउँछु हाम्रो कति टिप्यौँ हामीले प्लास्टिकमा हालेको म चाहिँ भेट्दैन हामीले खोजी हिँडी मिचिग्यौँ त्यहाँ चिक्नीमा अलिकति बोकेर जानु भएको छ भेटे जति हिँडी मिचिग्यौँ हिँडेर पनि हो भएको खेतै खेत कति भेटिने भर्खर थोरै भेटाएको छौँ के कति भेटिन्छ अहिले पछि कति भेटिन्छ पछि देखाउँछु म भेटेर यसमा अलिअलि रहेछ हामी यसमा टिप्छौँ कति हुन्छ हामी कहाँ खोज्यौँ लास्टमा यहाँ आएको त हेर्नु गज यहाँ बेथुई साग हेर्नु त यत्रीको बच्चा भगवान कति हो के पुरै यति बाक्लो छ नि यो लसुन हो तर लसुन केही देखिएन यति धेरै छ तर यसमा हामी ठुला हेरेर यहीमा टिप्छौँ अनि कति हुन्छ अहिले भिडियोमा देखाउँछु हामी चाहिँ यति टिप्यौँ देख्न सक्नुहुन्छ हाम्रो बेथुई साग एकछिन भएको छ उता पलासीमा छ अब हामी जान्छौँ उतातिर हाम्रो खेततिर त्यतातिर लौका काटिरहनु भएको छ अब हामी तरकारी टिप्न लाग्छौँ साथीहरू हाम्रो लौका पारीतिर फलेको छ तर देखेको छैन माथि गएको जानु अझै हाम्रो लौकी गाइस फाइनल साथी लौका टिपेर भएर सिद्धो अब हाम्रो लौका यति हेर्नुहोस् यति भएको छ लौका अरू सानो छ अब म खान्छु कहाँ गयो म यो खान्छु यो फ्रुटी त्यहाँ बोडी टिप्न जानु भएको छ कता जानुभयो त्यहाँ बोर्ड टिपिरहनु भएको छ अब हामी बोर्ड टिप्छौँ अनि त्यहाँ कल्ला टिप्छौँ कति हुन्छ अहिले देखाउने छु भिडियोमा साथीहरू फाइनली गाइस हाम्रो तरकारी टिपेर पनि सिद्धि गयो हामी 2-2:30 बजीतिर आएको थियौँ साँझको अब 5 बजिसक्यो अनि हामी टिप्यौँ यति लौका अनि थोरै बोडी अनि यति गरेर भयो अनि घर फेरि अनि देखाइसकेको छु त्यो बेथी हामीले टिपेछौँ एक चिट्नी सानोको अनि एक प्लास्टिक बेथी टिपिसकेका छौँ साथीहरू खुर्सानी टिप्ने हामीले टिपेन मम्मीले टिपिदिन्छु अहिले हामी साग टिप्न गयौँ अनि साग बेथ टिपेर आएर तरकारी टिप्न हाल्नु साँझ भइसक्यो अनि मम्मीले खुर्सानी टिपिदिएर उता छ खेत मम्मी त खुर्सानी टिपिदिनु भएको छ
अब हामी तर्का टिपेर जान्छौँ घरतिर। अब हाम्रो भिडियो के कस्तो लाग्छ, यदि भिडियो मन पर्यो भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। भिडियो कस्तो लाग्छ कमेन्ट गर्नु होला साथीहरू, गरिदिनु होला साथीहरू। अनि भिडियो अन्तिमसम्म हेरिदिनु होला। है हस् त, धन्यवाद।